चल्दिएको ल बिहानै उठेर अब हिउँ खेल्न अलिक धेरै गर्मी भएको कारण चल्दिएको हिउँतिर बाँकी भिडियो हेर्दै जाउँ न गान्डु अर्को गान्डु त्यो यता छ चल्दिएको ल प्रनिस भाइ माग्नु हिँडेको भाइ माग्नु हिँडेको माग्नु यस्तो देखिरहेको छ गान्डुहरूसँग चल्दिएको ल भरे जसागर चल्यो भने युट्युबमा हाल्छ र हामीले गान्डु हजुर केही भएन के भएन केही भएन त्यहाँ त म यो जाँदैछु मैले सापर हो गेम खेल्ने अनुहार के भन्नु अनुहारले खेल्ने के भन्नु खोइदाइ के भन्नु म त भनेर皆様前方の客室乗務員にご注目ください。枕木とは電車の路線の列車にされる木材のことです。枕木を形取ったスティック型のケース。नसक्नु छ नसक्नु हिउँको डङ्गुरा माया तिमी साह्रै नै बैगुनी नभई नहुने हेर्नुहोस् गाइज हामी हिँड्ने बाटोमा यस्तो हिउँ छ कि हिउँ बुढो यो हिउँमा हिँड्ने हिउँ हेरौँ त भाइ यो हेरौँ है यस्तै छ डे फर्स्ट काममा हामी हिँड्दैछौँ त्यही हो आजदेखि हाम्रो काम तर भुइँमा यस्तो आइस छ यी कडाक
कडक कुडुक कडक कुडुक मैले हाने बुढा आफै चिप्लेर लड्छ मलाई हानेले कस्तो पागल काममा लाग्यो यी चिप्लिँदै यो अब यस्तै जाडो छ यस्तो छ है हिउँको डङ्गुर है arigato gozaimasu बुढो लौडा के छ लौडा हिउँ हेरौँ हिउँ हिउँ ओए सबै छिर्यो यार बुटभित्र हिउँ हाम्रो काम गर्ने ठाउँ चाहिँ ऊ पर हो अब यहाँबाट ठ्याक्कै 8-10 मिनट लाग्ला बाटो यस्तो आइसकेको छ हेर्नुहोस् गाइजहरू यस्तो छ दृश्यहरू यताको दृश्यहरू यस्तो छ साह्रै डर पर्दछ यता खोला रहेछ गाइस बोका हेर्ने हो बोका बोका हेर्ने हो बोका अब गाडीहरू चाहिँ यस्तरी गाडीहरूलाई चाहिँ हिउँले यस्तरी माथिबाट ओढाइदिन्छ ओइ त्यो हिउँ बोकिरहेको गाडीहरू कुद्छ नि काममा पुग्न लाग्यो भन्ने बाँकी छ यो बोल्ने होइन अब हात ठिङ्ग्रायो त्यही भएर म पन्जा लाउनु चाहेँ हस्ता नमस्ते धन्यवाद साधारण दर्शक श्रोता महानुभावहरू यस्तरी हिउँ माथि आइस छाना टालिएको देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तरी घरको टुप्पामा गाडीको टुप्पामा पनि हुन्छ बाटोमा त नहुने कुरै भएन के हिउँ खेल्नु यार यस्तो जाडोमा त हिउँ देख्दा नि स्पोर्टहरू जाडो जाडो यतैमा त क्यामेरातिर मात्रै हेर्दै हिँड्यो भने चाहिँ फेरि यहाँ च्यान जाने ठाउँमा पनि छ चिप्लेर लडेर त्यही भएर ध्यान चाहिँ भुइँतिर अलिक धेरै दिनुपर्छ त्यो हामी काम गर्ने कम्पनी चाहिँ अलिक थोरै उतातिर कम्पनी आइपुग्नु आएको थियो त्यही हो थ्याङ्क्स फर वाचिङ